हाई गाइज गुड मर्निङ अल अफ यु। आज फेरि अर्को भ्लगमा म आज चाहिँ भङ्गरकोट पुज्ने भनेर चाहिँ म चाहिँ घरबाट धुपसेत लिएर हिँडिरहेको छु। कतै अर्को मन्दिरहरू पनि पुज्नुहुन्छ होला, अरू सबैजनाले राम्रोसँग पुज्नु होला। आज भङ्गरकोट जाने भनेर हिँड्न लागेको। धेरै टाढा छ, माथिको डाँडो हो भङ्गरकोट चाहिँ। त्यो डाँडाबाट नि अझै टाढा पर्छ कि, एकदम टाढा छ गाइजहरू। हिँड्न लागेको बल्ल कति भएछ 8-9 बज्न लाग्यो। अब हिँडिन्छ, जहाँसम्म 2 घन्टा लाउँछ पुग्नको लागि। केमा गइन्छ त, ब्यागमा गइन्छ केमा गइन्छ थाहा छैन गाइजहरू। भङ्गरकोटको यात्रा चाहिँ बिहानैबाट नुहाएर हिँडिरहेको छ गाइज। अहिले चाहिँ म माथि आएँ पछेताका साथमै छु। अब चाहिँ ब्यागमा जाने भन्ने कुरो भएको छ। हाम्रो सर चाहिँ अस्ति नै पनि भ्लगमा भएको सर चाहिँ यता छ, हिँड्न लागेको गाइजहरू। यो चाहिँ म हो। यहाँ लगभग 2 घन्टा जति लाउँछु होला, जस टाढै छ नि त जान त। हजुरहरू फेरि बाटोमा भेट्दै गरौँला गाइज। अहिले चाहिँ गान्धीबाट भङ्गरकोटदेखि जाने बाटो होला यार, होला कि नम्बर जान्छ गाइज। लाङ्दी कटेर आएको बाटो त यस्तो खत्तम आउँदै रहेछ, पुरै पानी परेर आउँदै बिगारेर गाइज। अब चाहिँ लगभग आधी घन्टामा पुगिन्छ होला जहाँसम्म। यहाँको बाटो त पनि यतिको ठिकै नै रहेछ, गाह्रो त गाह्रै छ, गेक्रुटै त हस्दै सहीमा यतिको राम्रै होला। त्यो चाहिँ अझै लाग्दैन, बाजुदेखि लिएर ट्याङ्गादेखि लिएर सबै देखिन्छ गाइजहरू। रहेछ बाटो त खत्तमै रहेछ नि। ओके भाइहरू चाहिँ अगाडि बाटो त एकदम राम्रो हो। यता लेकको बाटो दुवै पुरै एकदम बगाल छ। अब यो 10-15 मिनट हेर्दै जानु होला। ऐतिहासिक मन्दिरहरू चाहिँ अब भेटिन्छ एकछिनमा गाइज। अहिले चाहिँ भर्खरै आइपुग्यो यहाँ चाहिँ खड्का भिलेज। यो चाहिँ देउराली भनेपछि फलाँटे लालीगुराँस पनि छ माथितिर गाइजहरू। जीपहरू पनि आएर यहाँ चाहिँ रोकिरहेको छ। अब लगभग यहाँ यही सिँडी जाने हो। यही 15 मिनट जतिमा पुगिन्छ अब भङ्गरकोट चाहिँ गाइजहरू। आइयो गाइजहरू, अब 15 मिनटमा पुग्यो भन्दा पनि भग्यो। हाम्रो कमल सोल्टी, उता सन्देश सोल्टी छन्, उता देवेट दाई हुनुहुन्छ गाइज। अहिले चाहिँ सिँडी उक्लेर हिँड्न लागेको। यो गेटमा राख्ने भनेर बोकेर हिँड्न लागेको मन्दिरसम्म चाहिँ। पछाडि चाहिँ हाम्रो गाइजहरू आउँदैछन्। धार्मिक क्षेत्रमा स्वागत गरेको यो चाहिँ गेटको लागि होला, आई थिङ्क गेटकै लागि होला। यो हिँड्दै अब चाहिँ हिँडेर चाहिँ 10 मिनटमा पुगिन्छ गाइजहरू। भ्यू त एकदम बवाल हो क्या। यो चाहिँ यहाँबाट भ्यू त यस्तो दामी देखिन्छ, जताततै देखिन्छ क्या पुरै गाइजहरू। गाइज 10 मिनट भनेको त धेरै पो रहेछ यार। वहाँ छ मन्दिर, यत्रो सिँडी हिँडेर, त्यहीमा राम्रो कामको लागि चाहिँ भिरको बाटो एकदम फुलिरह। अब भ्यूको त्यहाँ कुरै छोडिदिउँ, यस्तो बवाल छ। अब यहाँ भन्नै मिल्दैन, यसको लागि त बयान गर्ने ठाउँै छैन यसको। भ्यू चाहिँ बवाल छ। अन्त जम्मैको लागि चाहिँ बेस्ट हो कि यो चाहिँ टेम्पल चाहिँ। नाम चाहिँ भङ्गरकोट
मन्दिर अब त्यहाँदेखि घाटगल्ली पनि बोक्नु पऱ्यो मन्दिरको लागि बोकेर केटाहरू चाहिँ पछि आउँदैछन् गाइड्सहरू यस्तो बवालकै एकदम नेचर पिस हिलारियस प्लेस द्याट्स अल्सो फाइन्ड इन द भङ्गरकोट गाइड्सहरू गाइड्स ल यो चाहिँ अब खै काष्ठ लेख होला हाम्रो डेभिड दाइले चाहिँ त्यही भन्नुभएछ थाहा हुनेले चाहिँ कमेन्ट गरौँ यस्तो दुईजनाले अब दुईटा समात्दै हिँडिरहँ ल रिचार्ज कार्ड फ्री भयो ल म रिचार्ज कार्ड कोरेर हालिदिन्छु ल जसले गिभ अवे भयो ल जसले मिलाउँछ त्यसलाई चाहिँ मलाई चाहिँ म्यासेज गरे हुन्छ होइन दाइ चिप्लै हो हुन त यस्तो पुरै अब काष्ठ लेखै भनौँ न यसलाई थाहा हुनेले कमेन्ट गर्नु होला अब के थाहा होइन अब चाहिँ आइयो लगभग 5 मिनट जतिमा चाहिँ आइयो 5 मिनटमा आइयो क्या अब गाइड्स अहिले चाहिँ आइयो मन्दिर आइयो यो हाम्रो भङ्गरकोट मन्दिर यो सामान पनि ल्याइयो गाइड्स मन्दिरमा आइयो गाइड्स यो लिएर आएको पुरै गरमको थियो हाम्रो यो महका हुने अब जम्मै युआइसी याच गाइड्स अहिले चाहिँ भङ्गरकोट मन्दिर आइपुग्यो हाम्रो चाहिँ आज यहाँ चाहिँ यो भनेको चाहिँ बाख्रा छिन्ने बोको छिन्ने मान्छे आजको बोको छिन्ने मान्छेले के भन्छ खोइ थाहा भएन कमेन्ट गर्नु होला जो चिन्नुहुन्छ हाम्रो अनिल सर हुनुहुन्छ उहाँ हाम्रो चाहिँ भङ्गरकोट मन्दिर हो देख्न सक्नुहुन्छ गाइजहरू देख्न सक्नुहुन्छ गाइज भङ्गरकोट मन्दिर दर्शन गर्नु हजुरले अब मोबाइलबाट भयो भने यो चाहिँ एकदम ऐतिहासिक मन्दिर हो कि यहाँ चाहिँ एउटा विशेष कुरा चाहिँ के छ भन्दाखेरि यहाँ पूजा गऱ्यो भने चाहिँ पानी आउने चाहिँ सम्भावना हुन्छ कि एकदम यसको चाहिँ खतरै हो होइन यहाँ कता ओखल राखेको पनि छ भन्थ्यो बट आई डोन्ट फाउन्ड दिस थिङ्स ओके गाइजहरू भङ्गरकोट मन्दिर मान्छे पनि आइरहनुपर्छ गाइजहरू सक्नुहुन्छ हाम्रो गाउँका पनि धेरै मान्छे आएछन् है हेर्दा धेरै नै आएको रहेछन् हेर्न सक्नुहुन्छ गाइजहरू फाइनल्ली धेरै दुःख पछि चाहिँ आइयो होइन दुःख त के भन्यो अब बाइकमै आइयो ठिकै छ गाइजहरू गाइज होइन हरेक मान्छेलाई वैकुण्ठ इच्छाहरू मागेको हुन्छ मैले मागेको पनि इच्छाहरू पुऱ्याइदिनु होला गाइजहरू गाउँका मान्छेहरू पनि आएका रहेछन् क्या पुरै गाइज हाम्रो मन्दिर चाहिँ यही हो क्या ऐतिहासिक स्थित मन्दिर चाहिँ यही हो होइन भ्यू त अब कुरै गर्न पर्दैन कि एकदम बवाल हो है यो त भ्यू पनि एकदम बवाल हो होइन आई डोन्ट फाइन्ड एनिथिङ्स टु डिस्क्राइब इन नेगेटिभ थिङ्स अल के एकदम राम्रो के गाइजहरू एकदम बेस्ट छ कि गाइज ल गाइजहरू अब मन्दिर घुम्न लगाएको यही हाम्रो एकजना अब बाइक चलाउने राइडर यता कमल साथी यो चाहिँ खाना पकाउने होला जहाँसम्म लाग्छ मलाई उतै फुल चराइ नै हुन्छ त भङ्गरकोट मन्दिर है भङ्गरकोट मन्दिर व्यवस्थापन गरेर बनाएको भन्ने चाहिँ मलाई यही जहाँसम्म आई थिङ्क यही होला गाइड्सहरू मोबाइलबाट दर्शन गर्नु होला यो चाहिँ एकदम मनले आँटेको कुराहरू चाहिँ कुन छ अरे यहाँ चाहिँ है भन्ने आस्था रहेको छ ऐतिहासिक मन्दिर हो होइन यो चाहिँ भङ्गरकोट पनि आइयो एउटा चाहना थियो कि आउने चाहिँ एकचोटि जानु जस्तो थियो अनि सजिलैसँग आइयो होइन रमाइलो लागेको छ एकदम बेस्ट छ कि गाइड्सहरू GUIC याच गाइड्सहरू यही हो गाइड्स हाम्रो मन्दिर चाहिँ जम्मैको मोदी गाउँपालिका भरिकै अब धेरैले आस्था गरेको चाहिँ होइन जहाँसम्म मलाई लाग्छ आई थिङ्क यही नै होला कमल चाहिँ कता गएको छ भङ्गरकोट मन्दिर फोटो खिच्न भन्यो यार यहाँ बोका पनि खाने आइरहेको रहेछन् परेको भङ्गरकोट मन्दिर पिस अफ प्लेसेस आई थिङ्क द्याट्स द नेचर लभ्स अल्सो नेचर हिल्स गाइड्स
हाम्रो चाहिँ शिवजीको मन्दिर चाहिँ यहाँ छ। गाइजहरू मन्दिरको डिजाइन पनि एकदम बेस्ट छ। कैलेश्वर महादेव, यो चाहिँ शिवजीको मन्दिर। महादेव भन्छ शिवजीको मन्दिर, यति बुझ्यो है गाइजहरू। भ्यू त यहाँबाट त यस्तो बबाल देखिन्छ होला। आई थिङ्क ओ माई गड, ओ माई गड, भ्यू त आमा, ओ माई गड, भ्यू त आमा। उता त टावर हो, भँगरको टावर चाहिँ त्यही है। त्यो टावरमा चाहिँ अब जानियो, भ्लगमा हेर्न मिल्छ। आमा भिड, आमामा यस्तो भिड छ यार। ओ हरिण के अरे त घोरल यार, घोरल यार गाइजहरू, घोरल गाइजहरू। पुरै भ्यू चाहिँ एकदम बबाल देखिएको छ यहाँबाट चाहिँ। तल चाहिँ हाम्रो मैदान छ, उतापट्टि चाहिँ लाङ्दी छ। एकदम बेस्टै भ्यू त आमामा, यस्तो बबाल छ नि यहाँ। अन्त टावरबाट झन् बबाल देखिन्छ होला, आई थिङ्क बबालै होला गाइजहरू। यस्तो बबाल रहेछ क्या ठाउँ पनि, आमामा हैट। यहाँ एउटा ढुङ्गोमा घोडा लुकाउने ठाउँ पनि छ, ऐतिहासिक ढुङ्गो छ, बबाल छ। यो चाहिँ टावर भयो। एकदम भिड चाहिँ यस्तो आमा डरलाग्दो भिड छ यार। यहीँ पनि हावा पनि लागिरह गाइड्सहरू। यो गाइड्सहरू मन्दिर चाहिँ उता छ, उतापट्टि डाँडामा भ्यू त अरूभन्दा पनि भ्यू त एकदम राम्रो कि गाइज। भ्यू आमा भिड कि यहीँ खुट्टो है, यहीँ खुट्टो है, यहीँ भिड छ यस्तो। यस्तो डरलाग्ने ठाउँ हो यार बाटो है। हिउँ पर्दा चाहिँ बवालै हुन्छ। यो गाइड्सहरू GUIC आज गाइड्स माइन ल्याङ्ग्वेज। हिउँ पर्छ नि, आएको नि खेल्न हिउँ पर्दा। ओ बा भिड यहीँ छ के, म यहीँ छु। ओ माई गॉड, आउँदै खान दाइ, आउँदै खान। आउँछन् के, कस्तो नआउने हेर कुनै, अब आउँदै खान क्या, जति जे भन आउँदै खान। यो चाहिँ भ्यू टावरमा छिर्यो है। भ्यू टावर हाम्रो भँगरको भ्यू टावर गाइजहरू माथि। सावधान, यहाँ कस्तो अब के भन्ने है। यहाँ यो भ्यू टावर चढ्दै हो, लालरूपाई भ्यू टावर है यसको नाम चाहिँ। उतापट्टि अब ल है भ्यू टावर गाइजहरू। गाइज भ्यू टावर चढ्न लाग्छ गाइजहरू। मेरो दाइहरू हुनुहुन्छ भ्यू टावर, VIEWTOWER भ्यू टावर GUIC आज गाइजहरू। हट बेस्टै रहेछ नि गाइजहरू। के गर्नु देशभरि यस्तै अवस्था छ ल है। नेपाल गाइज, भ्यू टावर गाइज। यहाँ चाहिँ भ्यू टावर देखिन्छ। मैले देख्ने चाहिँ हजुरलाई गाइजहरू भ्यू टावरमा पनि आइयो। घुम्न जाने ठाउँ जम्मै घुमियो, अब फर्किने मात्रै हो। अन्त नि यहाँ के देखिन्न भन्न बरु। एयरपोर्ट देखिन्छ पोखराको हेरौँ यो यहाँ देखिन्छ रहेछ यार एयरपोर्ट यार। पोखराको एयरपोर्ट देखिन्छ हो, उता फलाटेको साइडबाट फेवाताल देखिन्छ। पोखराको एयरपोर्ट देखिन्छ रहेछ यहाँ। कहाँ देखिन्छ ऊ यहाँ अहिले त आइज ऊ यहाँ एयरपोर्ट हुन त याद नगरेर पोखराको एयरपोर्ट नै देखिन्छ रहेछ गाइज यहाँबाट त। आमा खतरा हो नि त यार भ्यू टावर ल। एयरपोर्ट हो, पोखराको ताल चाहिँ अहिले देखाउँ ल। एयरपोर्ट हो, अहिले चाहिँ भ्यू टावर हेरौँ। बाइक राखेको ठाउँबाट फेवाताल देखिन्छ। सुन अग्लो है, ताल देखाइदिन्छु म। उता चाहिँ घुरुङ्गा लाग्ने घुरुङ्गा छ उता चाहिँ गाइजहरू। एकदम बेस्टकै हो, टावर पनि राम्रो हो। यो चाहिँ डिजाइन चाहिँ राम्रो है, बाङ्गो बनाएर हालेर चाहिँ अब सिधा बनाउँदाखेरि स्पेस हुन्न गाइजहरू। अहिले चाहिँ उजारेर खाएको खाना गाइजहरू। गाइज अहिले चाहिँ उजारेर खाएको भनौँ न, त्यसो खानु भन नुहाएर आएको मान्छे पुरै खाएर खानु। यो आइछ भोग्ला दाइ। च्यालेन्ज एक बोतल भ्याउने च्यालेन्ज, घटा खानु पर्यो फेरि। 500 च्यालेन्ज हो गाइजहरू। भ्या भने चाहिँ 500 रुपियाँ जित्यो। रेस्ट हुन्न है, 5 सेकेन्ड त रेस्ट हुन्न। भ्याउनु पर्यो ल, च्यालेन्ज भ्याउनु पर्यो ल। ल छोड्न पाइएन
आउट भइस आउट भइस त दादा होइन सन्देशले यति भ्याए नि भयो दादा भ्याउ यति भ्याउ त आधी हान्छ आधीले हान्छ क्या भिडियो नबनाऊ अनि दुईजना च्यालेन्ज हो यसको 500 रुपियाँ हामीले 250 गर्ने है भ्याउन नछोडिकन भ्याउनु पर्यो नै नछोडिकन भ्याइ ल च्यालेन्ज चाहिँ हारे डिफेट भयो कि त्यो मैले जितै यिनीहरू हारे गाइज मैले जित्दिएँ गाइज अहिले चाहिँ ओहो ठुला आबा दर्शन स्वागत छ भँगरकोटमा र गाइजहरू हाम्रो चाहिँ यहाँ चाहिँ तल पकाउने ठाउँ होला आई थिङ्क त्यही नै होला हाम्रो यहाँ पकाउने मान्छे चाहिँ खै कता देखिनँ मैले लाभा कता घर जानुभएको गाइजहरू ल ठुला माइक पनि लिएर आउनु भएको छ ल गाइजहरू ल है ल गाइज अहिले चाहिँ पुरै मान्छे भरिरहेछन् पूजा पनि गर्न सुरु भएर पनि मध्यन्तरतिर पुग्यो होला जहाँसम्म बोकाहरू चाहिँ काट्ने चाहिँ अब एकछिनमा हुन्छ गाइजहरू मान्छे चाहिँ बल्ल यो हो कि बल्ल अलिअलि भरिरहेछन् राम्रै छ गाइजहरू मान्छे नि उता बसिरहेछन् अघि त जाडो जाडो भएर अहिले त गर्मी हुन लाग्यो गाइज त्यसो गाइजहरू राम्रो छ भ्यू त एकदम बवाल छ घाम पनि एकदम होइन क्लाइमेट पनि एकदम वेदर त एकदम बेस्टै हो क्या राम्रो छ गाइजहरू ल गाइजहरू हाम्रो चाहिँ सुरु भएको छ महँगो चाहिँ के हाम्रो भँगरकोट मन्दिर चाहिँ यही हो है गाइजहरू भँगरकोट मन्दिर साइँदा दियोहरू पनि टक्क बोलेको छ गाइजहरू अब हाम्रो पूजा पनि भइसक्न लागिसकेको छ यता पनि भिडियो बनाइराखेको छ गाइजहरू हाम्रो भँगरकोट मन्दिर एकदम बेस्ट मन्दिर गाइजहरू यो दर्शन पनि गरियो है अब भ्याइन पनि लाग्यो गाइजहरू देख्न सक्नुहुन्छ गाइजहरू गाइज यहाँ ऊ देखेन ऊ त्यो योगेशले पनि भेटिरहेको थियो दुईवटा चाहिँ पढेकोलाई चाहिँ भेटियो है गाइजहरू गाइज लभ यु गाइज यहाँ पनि आएको छ हजुर हजुर ल देखेन हजुर नि आइ भन्दिनँ थ्याङ्क यू गाइजहरू अहिले चाहिँ पुरै टिकट ग्रहण गरेर हामी त्यही हाम्रो अङ्कल पनि हुनुहुन्छ ल आइ भनिदिनु ल ल ल एकदम ल अब चाहिँ पूजा भ्याइन लाग्यो गाइजहरू पूजा भ्याइन लाग्यो भिडियो पनि खिचिरहेको यो चाहिँ हाम्रो भँगरकोट मन्दिर है अब लगभग भ्याइयो भनौँ अब टिकट ग्रहण गर्ने अनि त्यहाँबाट हिँड्नु प्रसाद खाएर चाहिँ यस्तै छ गाइजहरू देख्न सक्नुहुन्छ यस्तै छ गाइजहरू अब चाहिँ फर्किन लागेको है गाइज सबैले माया गरिदिनु होला गाइज अब चाहिँ हामी हिँड्न लागेको गाइज पूजा गरेर टिकट पनि लागेर चौमे अब हिँड्न तर्खरमा छन् भनौँ न सबै अरू गाइजहरू चाहिँ हिँडिरहेछन् गाइजहरू हाम्रो भँगरकोट मन्दिरलाई पनि एकदम बिदाई गर्नु चाहन्छु म होइन पुरै भिडियोहरू को हुनुहुन्छ अब हेर्दै जानु होला देख्नुहुन्छ गाइजहरू गाइज लभ यु गाइज गाइज अहिले चाहिँ फर्किन लागेको हामी केटाहरू चाहिँ उता आउँदैछन् म चाहिँ अघि हिँडिरहेको छु गाइज धेरै थाक्यो अलि उता गएपछि त हिँड्न पनि थिएन गाइजहरू पूजा गरेर पनि हिँड्यो गाइजहरू हाम्रो रोडोडेन्ड्रन चाहिँ अझै पनि छ के फुलिरहेको एकदम राष्ट्रिय फुल गाइजहरू भ्यू त अब भन्नै पर्दैन अघिबाट देखाइछु भ्यू त एकदम दामी हो यो चाहिँ के डिस्क्राइब गर्ने है गाइज अहिले चाहिँ पानी परेर चाहिँ एकैछिन बस्यो होइन अनि यो चाहिँ होमस्टे टक्क फलाटे खड्का होमस्टे देख्नु सक्नु गाइज को आउनु भएछ होला पक्कै आउनु भएछ आज को देख्नु पनि भयो होइन यहाँ आएर बसेको दाइहरू चाहिँ उता बसिरहेको भएको छ एकदम अनि आज चाहिँ हामी अब चाहिँ निस्किन पर्छ अब चाहिँ
अब निस्किनुपर्छ है गाइजहरू हजुर पनि आउनु होला यहाँ एकदम बेस्ट छ क्या जम्मै कुराहरू पाइन्छ एकदम बेस्ट छ यहाँ पनि एकचोटि भिजिट गरिदिनु होला गाइजहरू गाइज हामी चाहिँ फर्कियौँ पुरै ओ गाइज हामी चाहिँ फर्कियो है बाई बाई लभ यु गाइज गाइजहरू अगाडि अब यसले अब गाइजहरू अब यसले भ्लग यहाँ गरिरहेको छ अब घर गएर इन्डिङ हान्छ गाइजहरू मेरो भाइ हो है भाइलाई चाहिँ एकदम माया देखाइदिनु पर्यो टक्क लाएर है भाइरल गरिदिनु पर्यो अरू त त्यस्तै हो हल्का भाइरल गराइदिनु त्यही हो अरू चाहिँ अब एउटाले चाहिँ यता चाहिँ ग्रुप यहाँबाट त खतरा हानेर अब छुट्टै भनौँ ग्रुप लिएर पुरै मोबाइल ल हाम्रो गाईहरू उता हुनुहुन्छ ल गाइजहरू बेलुका भिडियो आउँछ गाइजहरू सबैले सपोर्ट गरिदिनु होला गाइजहरू हामी चाहिँ झरिँदै खाऊ ओह्रालो अगाडि चाहिँ पुरै चिल पारा चलाइन्छ फेरि उनले फेरि पड्काउन पर्ने एकदम साझे खान ओ सफल बाइक पड्काइ बाइक पड्काउन बाइक सानो भनेको यो हो नि त अनि गाइजहरू सञ्जित च्यालेन्ज माग्यो त यसले त गाइजहरू पछाडि चाहिँ आउँदैछ एक्चुअली अगाडि चाहिँ सञ्जित ठिक छ नि होइन हिँड्दैछौँ हामी चाहिँ ओह्रालो छ पुरै गाइजहरू ल फेरि मान्छे बस्छ फेरि अफ हुन्छ कि मेरो बाइक त अफ हान्छ धेरै हिट भयो भने अहिले बाइक स्टार्ट भइदिनु झ्याउ छ मेरो बाइक चाहिँ गाइजहरू हामी चाहिँ यहाँ आइपुग्ने ठाउँ कहाँ हो हामी चाहिँ गाइजहरू अब मेबी अब हामी चाहिँ 5-7 मिनटमा चाहिँ हामी लाङदी पुग्छौँ लाङदी भन्ने ठाउँमा चाहिँ लाङदी पछि हामी 5-10 मिनटमा चाहिँ फेरि अब हामी 10-15 मिनटमा चाहिँ जे होस् हामी मुना गाउँ भन्ने ठाउँमा पुग्छौँ त्यो गाउँ चाहिँ मगर गाउँ हो होइन केटा हो अनि त्यसमा चाहिँ एकदम आज चाहिँ एकदम रमाइलो छ कि जे होस् बाजा साजा होइन एकदम रमाइलो गरिरहेछ पूर्ण गाउँ हो कि भाइ होइन नि पूर्ण गाउँमा चाहिँ एकदम केटा रमाइलो भइरहेछ अब त्यहाँ गएर हामी एकचोटि देखाउने नै छौँ तपाईँहरूलाई अब होइन तपाईँहरूलाई कस्तो लाग्छ हामीलाई चाहिँ एकदम रमाइलो नै लाग्छ त्यो ठाउँ चाहिँ त्यो मगर गाउँ हो मगर बाजा हो रमाइलो हुन्छ अहिले हामीले तपाईँहरूलाई देखाउने नै छौँ हेर्दै गर्नु होला स्टे ट्युन गाइड्स हल्का प्रोफेसनल बाइक दिन्छु क्या बेला आइयो त के मैले त्यही त भनिरहेको यार कस्तो लास्टै छिटो आइयो गाइजहरू हामी चाहिँ अब हामी चाहिँ भाइ मिठो आइरहेछ हामी चाहिँ अब चाहिँ गाइजहरू हामी चाहिँ लाङदी चाहिँ कटेर हामी पूर्ण गाउँतर्फ आइसकेको छौँ अब हामी चाहिँ लगभग 5 मिनटमा चाहिँ हामी पूर्ण गाउँ पुग्छौँ पूर्ण गाउँ पुगे पछाडि हामी तपाईँहरूलाई हामीले खतरा बाजा देखाउनेवाला छौँ नाचेरै देखाउने छौँ तपाईँहरूलाई चाहिँ हामीले यो बाटो एकदम खत्तम बाटो हो बाटो चाहिँ खत्तमै छ केटा हो यहाँ 60 स्पिड छ यस्तो बाटोमा नि यस्तो खतरा गाइजहरू के भन्ने हो बाटो एकदम बेकार छ यहाँका मेयरहरूलाई चाहिँ एकदम के भन्ने अब नेता आई हेभ नोट्स केही भन्नु अब शब्दै छैन अब जम्मै बिग्रेको मात्रै हो अब चिल बाह्रमा क्या पड्काउँदै can't say anything I can't say anything भन्ने टाइपको केटा हो बाटो चाहिँ खत्तमै छ
इक्जाम्पल तपाईँहरू आउँदै हुनुहुन्छ भने चाहिँ अब यस्तो बाटो अब दुईजनालाई यस्तो मान्नुपर्छ यस्तो चिजमा है गाइडहरू यस्तो बाटोमा अब के भयो त्यो काल्ला र ए मानी अब के भन्ने यार है उता चाहिँ आउँदैछन् दुईजना अझ दुईजना चाहिँ गाइडहरू कता 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 पुग्यो कता ल आन्टीलाई हाई हेलो भनिदिनु भाइरल हुन्छ ल ब्रेक छैन है बाइकमा त ब्रेक छैन अब रे रियाक्सन चाहिँ डह्रो दिनुभयो उता दिदीले क्या नि अब ब्रेक छैन गाह्रो छ गाइजहरू गाइज अहिले चाहिँ हामी पूर्णमा आइयो आउने भनेको आइयो चक्लेट ओए धम्स चक्लेट खोइ लिएर आइदिउँ दाइ लिएर आइदिउँ पर्दैन अघि हामीले उहाँ लेफ्ट तलबाट हालेको थियो भने हामी त खाइयो त चिकन त खान्न भन्नु त अहिले हाम्रो गाइडहरू अब यहाँ बाजा नाच्ने चाहिँ माथि हो यो चाहिँ पूर्ण गाउँको मन्दिर हो गाइजहरू गाइज भ्लग चाहिँ अझै सक्यो होइन है हेर्दै जानु होला गाइजहरू यहीँ माथि होला नि है दिदी जानु गाइडहरू अब माथितिर जानु लाग्यो एकदम राम्रो भनेको चाहिँ बाटो त एकदम सफाकै गाइजहरू लाङ्दी ए सरी पूर्ण गाउँको मन्दिर गाइजहरू कति भूमे कति राम्रो क्या यार बाटो त है तेरि त्यो पनि बिल्कुल हाम्रो गाइजहरू हैट गाइजहरू यो चाहिँ उ के भन्दाखेरि भूमे यो चाहिँ उसको भूमे है गाइजहरू यो चाहिँ लाङ्दी होइन पूर्ण गाउँ सरी पूर्ण गाउँको भूमे ए है हाम्रो भाइरल गाई भाइ भाइ यस्तो आइसक्यो नाचम कुरा नाच्ने हो गर गाइजहरू पूर्ण गाउँ झन् बेस्ट भएकै जानु कहाँ त गइयो कहाँ गइयो पूर्ण गाउँ भन्नु जाने चाहिँ एकदम बेस्ट छ क्या गाइजहरू है अझै हामी बाजामा नाच्दै के भयो त्यहाँ गयो के भयो मगरको चलन गाइड मगरको चलन मासु लिएर गाइडहरू यो चाहिँ खतै के हो खै मलाई थाहा भएन गाइडहरू अनि यो चाहिँ के हो नाच्न लाग्यो अब गाइडहरू यस्तो बाख्रो बनाएर लिएर हिँड्ने चलन होला नि त बाख्रो बनाएर लिएर हिँड्ने हो बाख्रो बनाएर लिएर हिँड्ने चलन रहेछ मगर गुरुङहरूको चाहिँ यो चाहिँ राम्रो लाग्यो क्या गाइडहरू मलाई चाहिँ नयाँ कुराहरू देख्न पाइयो नि त होइन रमाइलो हुँदो रहेछ तर गाइडहरू नाच यार उता आउँदैछ गाइडहरू चलन गाइडहरू चलन मगरहरूको चाहिँ चलन है ल भइसक्यो भइसक्यो नाच
पुरै गाइजहरू एकजना पछि आउँदैछ बेस्ट ट्रियो होइन बेस्ट ट्रियो सरी ट्रियो गाइजहरू त्यस्तै छ गाइजहरू आँखा पारामा यो साथी त मजा आयो कुदाइ जान्दाखेरि अफरोडमा पुरै रब्बा आएको छ भेट्छौँ के कति गरेर कुदाएको अब फेरि त उसमा पिचमा चाहिँ यति मजा आउँछ गाई यस्तो कुदाउँछ निले त गाईहरू आमामा यति फुल्छ भिडियो नै केटाहरू त आएकै थिएन कहाँ यति अहिले त सुलै हो तर अघि त लास्टै एकदम चिलमा आएर पुरै है आइवान हो आइवान भाइरल हुन्छ ब्रेक छैन फेरि गाइजहरू यस्तो धन्न लोटेन गाइजहरू यही हो अहिले चल्यो होला है केटाहरू त कहाँ हो आमा डह्रो कुदायो ओहो अझ मोबाइल नै समातिछु क्या अझ फेरि झन्डै खसेन यार कसम धन्न खसिने यार त्यो भिडियो हेर्नुपर्छ यार अहिले यार है गाइजहरू यस्तै भयो खतरा कुरा यार दामी यार है ओहो बल्ल सास फेरि जस्तो भयो गाइज बल्ल बलियो गाइजहरू हट ओहो ल गाइजहरू यो भिडियो चाहिँ हेर्नै पर्ने भिडियो हो धन्नै लोटेको म चाहिँ माथि नै पोत्यो त त्यहाँ भिडियोमा देखियो होइन आमा सास खुसी जस्तो होइन यार साँच्ची यार कसम यार गाइजहरू अहिले चाहिँ रात पऱ्यो हामी चाहिँ मैदानमा बसेको लाइभ बस्यो होइन अब चाहिँ भिडियो ब्लग चाहिँ अब अहिले अब बाइकमा जाँदा होला होइन नत्र अनि अब चाहिँ खै क्यारिन्छ बनाउनु चार्ज पनि छैन मोबाइलमा गाइजहरू पुरै धमिरो आइरहेको गाइजहरू यहाँ आज चाहिँ एकदम बवाल भयो गाइजहरू भिडियो लाग्ने माग्ने नाच्यो पूर्ण गाउँमा अनि त्यहाँबाट भङ्गरकोट पनि गइयो गाइजहरू एकदम बवाल भयो गाइजहरू वाचिङ भिडियोज मोर एन्ड मोर लाइक फलो एन्ड सब्सक्राइब guys love you guys bye bye